So, Namaste everyone, welcome to my channel. Today we are starting a new forex trading course specially designed for beginners in Nepal. If you want to learn forex trading in Nepal, stay till the end. Let's begin. So, आज हामीले जान्नेछौँ what is forex. Forex भनेको के हो? How does forex trading work? Forex trading कसरी वर्क गर्छ? Why is forex popular? Forex आजकल धेरै नै पपुलर हुँदैछ नेपालमा नि हैन? किन पपुलर हुँदैछ? Who trade forex? Forex खासमा कसले ट्रेड गर्छ? कसले चलाउँछ forex? What are the risks in forex trading? Forex tradingमा के रिस्कहरू हुन्छन्? तिनी सम्बन्धी जान्ने छौं हामीले. How to learn forex properly? हामीले forex trading कसरी properly हामीले लर्न गर्न सक्छौं त्यो हामी सिक्ने छौं. What is forex? Forex भनेको के हो? Forex भनेको फरेन एक्सचेन्ज हो जहाँ ग्लोबली मार्केट प्लेसमा पिपलले buy and sell गर्छन् करेन्सीहरू. For example, if we go to Dubai from Nepal, we need to exchange Nepali rupees into dirhams. यदि हामी नेपालदेखि दुबई गइयो भने अनि हामीले के गर्नुपर्छ? नेपाली रुपीसदेखि दिराम्समा कन्भर्ट गर्नुपर्छ, एक्सचेन्ज गर्नुपर्छ. फरेक्स ट्रेडिङ पनि एक्ज्याक्टली यसरी नै काम गर्छ बट अनलाइन एन्ड मच बिगर लेभल. How does forex trading work? Forex trading कसरी वर्क गर्छ? In forex we trade currency pair. हामीहरूले विदेशी मुद्रा बेच्ने र किन्ने गरिन्छ forex मा. For example, euro USD. Euro USD means we are trading euro against US dollar. यसमा हामीले किन्ने बेच्ने हुन्छ. हजुरको सही प्रेडिक्सन भयो भने हजुर नाफामा हुनुहुन्छ. यतिको हजुरको प्रेडिक्सन गलत भयो भने हजुर घाटामा नि हुनुहुन्छ. यदि तपाईलाई लाग्छ कि युरोको मूल्य बढ्नेछ भने हजुरले किन्नुहुन्छ. यदि तपाईलाई लाग्छ कि युरोको मूल्य घट्दो छ भने हजुरले बेच्नुहुन्छ. फरेक्समा मुद्रा जोडीहरू किनेर बेचेर नाफा कमाइन सकिन्छ. Why is forex popular? फरेक्स किन पपुलर भइरहेको छ? किनकि फरेक्स बजार 24 घण्टा हप्तामा 5 दिन खुल्ला रहन्छ जसले व्यापारीहरूलाई सुविधा अनुसार व्यापार गर्न अनुमति दिन्छ. अनि अर्को पोइन्ट भनेको यसमा धेरै नै हाई लिक्विडिटी हुन्छ जसले गर्दाखेरि हजुरलाई सजिलैसँग मुद्राहरू किन्ने र बेच्ने गर्न सक्नुहुन्छ. And you can start trading with a small amount of money. तपाईले सानो रकमदेखि व्यापार गर्न नि सक्नुहुन्छ जसले यो धेरै मानिसहरूको लागि सहज बनाएको छ. तपाईले मोबाइल वा ल्यापटपबाट नि ट्रेड गर्न सक्नुहुन्छ जसले गर्दा जहाँ सुकै र कुनै समयमा पनि ट्रेड गर्न सक्नुहुन्छ. Who trades forex? फरेक्स कसले व्यापार गर्छ? बैंकहरू ठूलो मात्रामा व्यापार गर्छन् र मुद्रा मूल्यमा प्रभाव पार्छन्. सरकारहरू आफ्नो मुद्रालाई स्थिर राख्छन् र आर्थिक नीतिलाई समर्थन गर्न व्यापार गर्छन्. जस्तै कम्पनीहरू जब कम्पनीहरूले विदेशमा व्यापार गर्छन् तिनीहरूले विभिन्न मुद्रा भुक्तानी गर्नुपर्छ. त्यसैका लागि तिनीहरूले आफ्नो मुद्रा बदल्नुपर्छ जसलाई फरेक्स बजारमा गर्छन्. उदाहरणका लागि यदि एउटा कम्पनीले भारतको सामान किन्छ भने उसले भारतीय रुपैयाँमा भुक्तानी गर्नुपर्छ. त्यसैले उसले आफ्नो मुद्रा बदल्नुपर्छ. अनि भयौं हामी सामान्य मानिसहरू अनलाइन व्यापार गरेर पैसा कमाउन सक्छन्. What are the risks in forex trading? फरेक्स ट्रेडिङमा जोखिम के छन्? फरेक्स ट्रेडिङ चाँडै धनी हुने उपाय होइन. धेरै मानिसहरूले पैसा गुमाएका छन् किनभने उनीहरूलाई प्रोपर नलेज नै छैन, ज्ञान नै छैन. सही योजना बिना व्यापार गर्दा समस्या आउन सक्छ. त्यसैले फरेक्समा ट्रेडिङ गर्नका लागि पहिलो राम्रोसँग सिक्नु पर्छ. Practice with demo account to gain more experience. This will help to make better decision. And be careful with your risks so you don't need to lose money. जोखिममा ध्यान दिनुहोस् ताकि तपाईले पैसा नगुमाउनुहोस्. यसमा धेरै नै मान्छेहरूले पैसा गुमाएको छन्. त्यही भएर be careful with your risks. And the most important part is how to learn forex properly. हामीले forex trading कसरी properly सिक्न सकिन्छ. In this YouTube channel, I will teach you everything you need to know step by step. मैले हजुरलाई स्टेप बाइ स्टेप गाइड गर्ने छु यो YouTube च्यानलमा जसले हजुरलाई एकदम नै हेल्प गर्नेछ. In this YouTube channel, we will learn basic forex trading, how to open a trading account, हामीले कसरी ट्रेडिङ अकाउन्ट बनाउन सकिन्छ, and how to choose best broker. हामीले कसरी बेस्ट ब्रोकर हामीले चुज गर्न सकिन्छ, छान्न सकिन्छ. अनि यसपछि हामीले सिकिन्छ how to analyze the market. हामीले कसरी एनालाइज गर्न सकिन्छ. हामीले सिक्ने छौं मार्केट ट्रेन्ड्सको बारेमा अनि हामीले डिसिजनहरू कसरी लिने, कसरी मार्केटमा कसरी एनालाइसिस गर्ने त्यो सिक्ने छौं. अनि त्यसपछि हाउ टु म्यानेज रिस्क. द मोस्ट इम्पोर्टेन्ट पार्ट भनेको रिस्क म्यानेजमेन्ट है. यसमा मैले हजुरलाई सिकाउने छु द मोस्ट इम्पोर्टेन्ट टिप्स फर म्यानेजिङ योर रिस्क सो यु क्यान प्रोटेक्ट योर मनी. यदि हजुरको रिस्क म्यानेजमेन्ट राम्रो छैन भने हजुरले आफ्नो मनी प्रोटेक्ट गर्नै सक्नुहुन्न कि मार्केटमा टिक्नै सक्नुहुन्न.
एन्ड द लास्ट पार्ट इज हाउ टु ट्रेड स्मार्टली। कसरी हामीले स्मार्ट तरिकाले ट्रेड गर्ने, यसमा हजुरले डिस्कभर गर्नुहुन्छ कि स्मार्ट ट्रेडिङ स्ट्राटेजिज जसले हजुरलाई सक्सेस हुनको लागि हेल्प गर्छ। सो गाइज, इफ यु आर एक्साइटेड टु लर्न फरेक्स विथ मी, please like this video, subscribe to the channel and turn on the bell icon. In this next video, we will learn about basic forex terms that every trader must know. See you there. Jai Nepal.